साथीहरु ब्याक टु माई युट्युब च्यानल। एउटा मेरो साथी छ हैन, अनि त्यो साथीले गर्ने भनेको काम होटल लाइनमा यस्तै काम हो हैन। यसले अनि यस्तै काम गर्छ। हामीहरुले सोफा पुछ्ने, अनि यो हिजो यो पुरै सोफा पुछेको है। अनि आज अनि यसले नयाँ काम गर्न थालेको छ। हेर यसलाई भिडियो बनाए भने जस्तो रिस उठिरहेछ नि। अरे भाई काम गर्न तू काम कर, तेरे को नहीं बोल रहा अभी तेरा वीडियो वायरल हो जाएगा ना, और तेरे को अभी बहुत बड़ा इंटरव्यू में बुलाएंगे करोड़पति में, सच में। कर काम कर हैन। हामीहरुको अनर भाइ यहाँ बसेको छ, बाहिर बसेको छ। अनि म्यानेजर पुरा काउन्टरमा छ हैन। एउटा जन त के गरिरहेछ, म्यानेजर देखिरहेछ हैन। अनि खासै मोबाइलको क्यामेरा पनि जुम हुँदैन। अनि काँच पुछ्ने यो पुरै टोटली काँच पुछ्ने हैन। एसी छ, एसीले तर हावा दिइरहेको छैन त्यति क्लियरली। तर त्यहाँको फ्यान चालु गरेर यहाँमा बसिरहेको छु। अनि भाइले हाम्रो एकदम हार्ड वर्कआउट गरिरहेछ। अझै पगार भएछ केटाको। अनि केही दिन्छस् किन आज साथ पार्टी? पार्टी दिएकै किन? ए के भन्छ यसले गाइस, पार्टी दिँदिन रे के दिने भनिरहेछ हैन। ठिक छ ऊ हैन। यो हामीहरुको काम हैन, एकदम सानो छ हामीहरुको काम भनेको। त्यहाँबाट म्यानेजर बसेछ। यो भाइ हाम्रो फिस स्ट्यान्ड हो हैन। यो पुरै होटलको डेकोरेसन हो। अनि यहाँ हामीहरुको फिस छ हैन। यो फिस दामी छ, एकदम दामी देखिन्छ गाइस हैन। हेर्न सक्नुहुन्छ, एकदम बवाल देखिन्छ फिस हैन। अनि यस्तै गरेर हामीहरुको यो के अरे यो काउन्टर हो हैन। यो काउन्टर हो, बाहिर पनि छ। अनि त्यहाँ बाहिरदेखि पर मेन रोड छ बिचमा। यो हामीहरुको स्टोर रुम हो। स्टोर रुम केटाहरु यतिकै छोड्दिए हुन्छन्, क्लिन गर्दैनन्। यो बिरयानीको राइस हो कि, यो बिरयानीको राइस हो एकदम हुन्छ। यहाँ फ्यान चालु छ, यहाँ तल राखेको छ, फ्रिज छ हैन। अनि यहाँ हामीहरुको किचन छ हैन, एकदम ठुलो छ किचन। सब केटाहरु काम गरिरहेको, अनि यो सबै केटाहरु स्टार्ट गर्छ। थैंक यू। यूज नहीं किया, यूज नहीं किया। अनि यो मैले एउटालाई 100 रुपियाँ दिएको थिएँ हैन। त्यो 100 रुपियाँ मलाई रिटर्न गरिहाल्यो। अनि यो यस्तै हो, कोल्ड ड्रिङ्क छ। अनि एकदम रमाइलो हुन्छ। यो भाइले काम सकिसक्यो, फेरि यहाँ आइसकेको छ। यो हाम्रो फ्रिज हो। अनि त्यहाँ प्रोजेक्ट छ, त्यहाँ बिचमा सेतो लाग्यो होला। फेरि हामी एसी रुममा घुमिसकेको छौँ हैन। यो गाइस हैन, रमाइलो हुन्छ। दिन यसरी कटाउनु पर्ने हुन्छ काम गरेर। दसैँ तिहार नजिकै छ, तर हामीलाई मतलब छैन हैन। त्यो पनि एकदम ठिक छ। यहाँ मेरो मोबाइलको फ्ल्यास जलेको छ हैन। यो भाइ हो, यहाँ आइसकेको छ मसँग। यो छ यो भाइ हैन। यो हामीहरुको ह्यान्डवास भन्छ यसलाई हैन। यो हात धुने ठाउँ हो। अनि यहाँ पनि बबाल्दी छ भित्रपट्टि। अनि यहाँ भित्र के यो हामीहरुको यो के भन्छ वासरुम हो हैन। वासरुम गेस्टहरुको लागि स्पेशल हामीले गर्न पाउँदैन। यहाँ यसरी कचरा हाल्नुपर्छ डस्टबिनमा। अनि यहाँ एभ्रिथिङ रमाइलो छ। रमाइलो काम गरिरहेको छु। सोफामा यति कचरा पनि हुनु भएन कि। यो फेरि अनर आयो भने चेक गर्यो भने, म्यानेजर आयो भने गाँड हान्छ कि फेरि हाम्रो। त्यही भएर रमाइलो लाग्छ काम गर्न हैन। र फेरि भेटौँला ब्याक टु ब्याक। हाम्रो अब भ्लग आउँदैछ डेली। भ्लगमा फेरि भेटौँला भन्न चाहन्छु म। ल थ्याङ्क यू एभ्रिवान। यो हामीहरुको भाइ हो, फेरि यो म हो ल है।